नमस्ते। आज हामी नेपाली समाजमा रक्सीको जुन भूमिका छ नि त्यसबारे अलि गहिरिएर कुरा गरौँ है। एउटा लेख छ नेपाली समाजमा रक्सीको सांस्कृतिक र सामाजिक प्रभाव भन्ने, त्यसैमा टेकेर। नमस्ते। हो, यो विषय साँच्चै नै केलाउन लायक छ। हाम्रो खास चासो चाहिँ के हो भने नेपालीहरू किन रक्सी पिउँछन् त? यसका पछाडि सांस्कृतिक कारण छन् कि सामाजिक या मनोवैज्ञानिक? के यो परम्परा मात्रै हो कि अरू केही? यो प्रश्न एकदमै जायज छ र त्यो लेखले सुरुमै औल्याएको कुरा यसको सांस्कृतिक जरा हो। धेरै जात जाति जस्तो नेवार, तामाङ, मगर, गुरुङ, राई, लिम्बू समुदायमा हेर्ने हो भने रक्सीको त धार्मिक र सांस्कृतिक महत्त्व नै छ। हो त, देव पूजादेखि लिएर जन्म, विवाह, मृत्यु संस्कारसम्मै कतै प्रसादको रूपमा, कतै अनिवार्य सामग्री नै चाहिने। बिल्कुल। अनि घरमै बनाउने छ्याङ, रक्सी, तुङबा जस्ता पेयहरू त परम्परादेखि चल्दै आएका हुन् नि। मतलब यो संस्कृतिसँगै गाँसिएको कुरा भयो। त्यसो भए त यसलाई खाली नशा मात्र भन्न मिलेन। सांस्कृतिक मात्र होइन, सामाजिक सम्बन्धमा पनि यसको भूमिका छ भनेको छ हैन? त्यो जाम गरौँ वाला चलन। हो, त्यो जाम गरौँ भन्नु खाली पिउनु मात्रै कहाँ हो र? त्यो त एउटा अवसर हो। साथीभाइ भेट्ने, मनका कुरा खोल्ने, दुःख सुख साट्ने, हाँसो ठट्टा, गीत, नाचगान सबैसँग जोडिन्छ नि यो त। त्यो पक्ष पनि बलियो रहेछ। अनि लेखमा खै किसान र मजदुर वर्गले दिनभरिको थकाइ मेट्न पनि पिउने कुरा उल्लेख छ है? छ, त्यो पनि एउटा पाटो हो। तर अर्को महत्त्वपूर्ण पाटो चाहिँ तनाव कम गर्ने उपायको रूपमा यसको प्रयोग बढ्नु हो। हो, त्यो आजकल झन बढी सुनिन्छ। बेरोजगारी, गरिबी, विदेश जानुपर्ने बाध्यता, घर झगडा, यस्तो तनावबाट मतलब छिनभरको लागि भए पनि राहत पाउन खोज्ने। एकदम। र यो सजिलो अनि सस्तो विकल्प जस्तो पनि देखियो धेरैलाई। पीर भुल्न पिउनै पर्यो भन्ने जस्तो सोचाइ। अनि यस्तो सोचलाई बल पुग्ने अर्को कारण चाहिँ यो सजिलै पाइनु पनि हो कि? गाउँघरतिर त प्राय घरमै बनाउँछन् नि है, सस्तोमा। हो, त्यो उपलब्धताको कुरा एकदमै महत्त्वपूर्ण छ। घरमै बन्दा सस्तो मात्र भएन, जति बेला चाहियो त्यति बेला पाइयो। अनि अलिकति कानुनी नियन्त्रण पनि फित्तोलो हुँदा। त्यसले गर्दा त झन् महिला, केटाकेटी सबैको पहुँचमा पुग्यो। हो, गाउँको कुरा यो भयो। अब सहरतिर हेर्यो भने यसको अर्कै रूप देखिन्छ। सहरमा कस्तो रूप? सहरमा चाहिँ रक्सी पिउनु अलिअलि फ्यासन जस्तो, एउटा स्ट्याटस जस्तो पनि बन्न थालेको छ। बार, पब, रेस्टुरेन्ट, पार्टीहरूमा रक्सी नभई नहुने जस्तो। अनि फिल्महरू, सामाजिक सञ्जालले पनि यसलाई कुल देखाउन भूमिका खेलेको होला नि? पक्कै पनि। त्यसले पनि प्रभाव पारेको छ। आधुनिक जीवनशैलीको अङ्ग जस्तो देखाउने प्रवृत्ति छ। तर यही समाजमा हेर्नुस् न, पुरुषले पियो भने सामान्य, तर महिलाले पियो भने चाहिँ कुरा काट्ने चलन। यो कस्तो विरोधाभास! लेखले यसलाई कसरी हेर्छ? लेखले यसलाई स्पष्टसँग लैङ्गिक विभेद भनेको छ। हाम्रो समाजमा रक्सी सेवनलाई अझै पनि मर्दानगीसँग जोडेर हेर्ने चलन छ, हैन र? हो त। त्यसले गर्दा पुरुषले पिउँदा, लत लाग्दा पनि ठिकै मानिन्छ। तर महिलाले पिए भने उनीहरूको चरित्रमै प्रश्न उठाइन्छ। यो त सरासर दोहोरो मापदण्ड भयो। एकदमै, यो त अन्यायपूर्ण भयो। अनि यी सबै कारणले गर्दा निम्तिने असरहरू नि स्वास्थ्यमा, परिवारमा, समाजमा। असरहरू त बहुआयामिक छन् र गम्भीर पनि। पहिलो त स्वास्थ्यमै भयो। कलेजो, प्रेसर, मुटु, मृगौला, यी सबमा दीर्घकालीन असर पर्यो। अनि दोस्रो पारिवारिक समस्या, झगडा, घरेलु हिंसा, बालबालिकामा पर्ने असर त झन् कति हो कति। हो त नि। तेस्रो सामाजिक असरहरू पनि छन्। मान्छेको काम गर्ने क्षमता घट्ने, अपराध बढ्ने, दुर्घटनाहरू हुने। यति धेरै नकारात्मक असर देखिँदै पनि किन यसको नियन्त्रण प्रभावकारी हुन नसकेको होला? सरकारी नीति नियम छैनन् र? खै, नीति नियम त कागजमा त छन्, तर तिनको कार्यान्वयन पक्ष चाहिँ एकदमै कमजोर देखिन्छ। विशेष गरी घरेलु रक्सीको उत्पादन र बिक्री त लगभग अनियन्त्रित नै छ। अनि त्यो विज्ञापनको चलाखी पनि त छ नि, सोडा वा जुस भनेर रक्सीको विज्ञापन गर्ने। हो, त्यसले युवाहरूलाई झन् तानिरहेको छ। रक्सीको बेफाइदा बारे खुलेर कुरा गर्ने, जनचेतना फैलाउने काम पनि खासै भएको पाइँदैन। र कतै यो समस्या बढ्नुमा विकल्पहरूको कमी पनि कारण हो कि?
खास गरी युवाहरूका लागि फुर्सदको समय बिताउने राम्रो ठाउँ, राम्रो गतिविधि नहुँदा? त्यो पनि निकै सान्दर्भिक कुरा हो। लेखले पनि त्यता संकेत गरेको छ। जब युवाहरूलाई खेलकुद, सृजनात्मक काम, अरू मनोरञ्जनका सकारात्मक विकल्प हुँदैनन् नि, तब उनीहरू यस्तै रक्सी, चुरोट वा अरू नशातिर लाग्ने सम्भावना बढ्छ, होइन? हो, यो केवल व्यक्तिको इच्छाको कुरा मात्रै रहेन, सामाजिक संरचना र अवसरको कुरा पनि जोडिन आयो। त्यसो भए मोटामोटी रूपमा भन्दा नेपाली समाजमा रक्सी पिउने चलन परम्परा र संस्कृतिसँग जोडिएको भए पनि अहिलेको समयमा चाहिँ तनाव, सजिलो पहुँच, आधुनिक देखासिखी अनि विकल्पको अभाव जस्ता कुराले गर्दा यसको प्रयोग र दुरुपयोग बढेको देखियो। हो, सारमा त्यही हो। लेखले देखाउन खोजेको पनि यही हो, कसरी एउटा सांस्कृतिक अभ्यास अहिलेको जीवनशैली, तनाव र बजारसँग मिसिएर समस्या बन्न पुगेको छ। अन्तमा एउटा प्रश्न चाहिँ मनमा खेलिरह्यो, के रक्सीको यो बढ्दो खपतलाई नियम कडा बनाएर वा कर बढाएर मात्रै रोक्न सकिएला, कि समाजले व्यक्तिको तनाव, उसको फुर्सदलाई सम्बोधन गर्ने अरू सकारात्मक विकल्पहरू सिर्जना गर्नुपर्ने हो? यो चाहिँ सोच्नुपर्ने कुरा रहेछ। हो, यो साँच्चै नै विचार गर्नुपर्ने प्रश्न हो। नियन्त्रणसँगै सकारात्मक विकल्प पनि नभई हुँदैन।